देन भाइ ल हिँड बाबा त्यता हुनुहुन्छ ल छु के हजुर यो सुकेको के होला बाबा गइसक्नु भयो ल आऊ छिटो बाबा जानु भइसक्यो कुदिसक्नु भयो बाबा बाबा कसरी कुद्नु भएको देखाउ त मलाई बाबा कसरी कुद्नु भएको देखाउ त बाबा कसरी कुद्नु भएको के बाबा कसरी कुद्नु भएको देखाउ त छिटो ल आऊ बाबा भेटाउने आऊ छिटो ढुङ्गालाई ट्र्याक्टरमाथि चढाइदिएको कपडा सबै भिजाएछ पुटुङ तिमीले ढुङ्गा पनि ट्र्याक्टरमाथि राखेछ एल्विनले हो अनि त्यो चाहिँ के राखेको नि एल्विन सानो सानो त्यो कागजहरू टोपी लाउ हावा चल्यो एल्विन यो चाहिँ के हो नि यो ढुङ्गा बिग्रेको पानीले भिजेर भन न त्यो कसले खान्छ सबै खाउन समातेर आफै खाउन न समाते खाऊ के गरेको एल्विन तिमीले गरेको थियो मोबाइल दे अब आची गरेर सफा गर्नु पर्दैन छि एल्विन छि त्यस्तो चिचाउनु हुँदैन
के गरेको हेर्नु सुत्ने बेलामा बत्ती चाहियो ल घर ल नुनु गर्ने यसलाई पनि नुनु गराउने हो अब के चाहियो पापा पेपा पेपा ए बाबाको किताब चाहियो ल अब किताब पढ ल जाऊ तिमी नुनु गर्ने पोजिसनमा बस ल अब त्यो किताब पनि राख्ने त्यसरी नुनु गर्न पर्दैन ओके बत्ती चाहियो ल दादाले बनाउनु न भिडियो दादाले होइन त्यही भयो दादा टिकट काटेर यहीँबाट पठाइदिनु कति धेरै लगेजहरू छ गाह्रो हुँदैन डाइरेक्ट भिडियो कल गर्ने अनि भन्दा नि एल्बिनलाई चाहिँ गाह्रो हुने भयो त्यो दिनमा त्यो एल्बिनलाई बिहानै पुऱ्याइदिनु पऱ्यो यता हो है राइट दादा ए देन भाइ भन यो बाटो हो भन यता हो यता हो यता होइन यता मजाले खेलाउनलाई ला ल्याएन ट्राम्पोलिनतिर नलग्यो भयो खेलाउने भन्नु मलाई थाहा भएन म त घुम्न जान लाग्यो यतिकै घुम्न जाऊँ न त